हिउँ परिरहेको छ देख्नुभयो नि होइन एकछिन मैले यसो एक्सपिरियन्स गर्न खोजेँ होइन कस्तो हुँदो रहेछ भनेर मान्छेहरू कि के हो त्यो हेर्नु छ उ त्यो जुम गरिदिनु त देख्नु नि हिउँ सोर्दैछ मान्छेको छाप त यस्तो हुँदैन त हजुरहरूलाई ब्लग कस्तो लाग्यो गाडी आएछ सो हे गाइस वेलकम ब्याक टु माई च्यानल तपाईँलाई ऋषि भ्लग्समा धेरैभन्दा धेरै स्वागत छ अहिले चाहिँ पुरा हिउँ परिरहेको छ है देख्न सक्नुहुन्छ अनि म खास भन्नुपर्दा म चाहिँ दोकान आएको थिएँ यहीँनिर हो होइन म चाहिँ दोकान आएको थिएँ किन दोकान आएको थिएँ भनेर भन्नुहुन्छ भने मलाई चाहिँ लास्ट भोक लाग्यो मेरोदेखि यो दोकान 15 मिनट हिँड्नुपर्छ होइन अनि आज चाहिँ हिउँ परेछ कति बेला चाहिँ हिउँ परेछ भन्नुहुन्छ भने पर्खिनुलाई यो मेरो एयरफोन कानमा हाले यो गरिहाल्छु भरे फेरि उयो हुन्छ क्या भरे फेरि पर्खिनु म यो हालिदिइहाल्छु यहाँ नै ओके आम रेडी म यहाँ दोकान आएको थिएँ किनभने मलाई लास्ट भोक लाग्छ होइन अनि मेरो घरमा के पनि खानेकुरा पनि थिएन क्या घरमा होइन रुममा किनभने मेरो एकजना दिदी हुन्छ रुममा भन्नुहुन्छ क्या म जहिले घरमा भन्छु रुममा होइन रुममा है ओके अनि त्यही भएर म आएको थिएँ अनि त्यसपछि आउँदाखेरि त्यहाँ पनि केही पनि रहेन रहेछ अब हेर्नु है यस्तो हिउँ परेछ होइन यस्तै हिउँ परेछ तपाईँको 15 मिनट लाग्ने बाटो अब यहाँ 20 मिनटै लाग्छ मलाई थाहा छ गफ होइन सत्य भनेको हेर्नु न कस्तो बवाल देखिरहेछ त्यहाँबाट अनि किनभने हिउँमा हिँड्नु सकिँदैन नि त मतलब फेरि जुत्ताहरू चिप्लिन्छ ओर्छ हिउँमा चाहिँ त्यस्तो हुन्छ क्या बुझ्नुभयो नि अनि जाँदैछु म सुरुमा म यहाँ आउँदाखेरि मेरो फर्स्ट एक्सपिरियन्स हिउँमा चाहिँ सुरुमा चाहिँ कस्तो मजा लाग्थ्यो क्या सुरुमा हिउँ बवाल मजा लाग्थ्यो नभएर उ त्यो मान्छेले सोड्दै थियो त्यस्तो हुन्छ सुरुमा चाहिँ बवाल मजा लाग्थ्यो होइन अनि हिउँ चाहिँ अहिले त भयो काम हिँड्नै सकिँदैन कुद्नु पऱ्यो अनि फेरि अर्को भन्नुहुन्छ नि आए ला जाडो नै भएन त वाट द हेक एकछिन पर्खिनु ल लेट मी पर्खिनु ल हिउँ परिरहेको छ देख्नुभयो नि होइन एकछिन मैले यसो एक्सपिरियन्स गर्न खोजेँ होइन कस्तो हुँदो रहेछ भनेर ज्याकेट खोलेर हिँड्नुमा के छ हेर्नु तर खास झन्डै लड्यो तर खास भन्नुहुन्छ भने गाई छैन मलाई चाहिँ यति छिटो चिसो लाग्छ गफर होइन सत्य भनेको यति छिटो चिसो लाग्छ अहिले नै हिउँ परिरहेको छ देख्नुभएको नि यहाँतिर आम्मा हिउँ पनि हेर्नु न यहाँ यति धेरै पारी होइन यति धेरै कस्तो बनायो आम्मामा अलिकति कुद्नु पऱ्यो कि अनि अलिक उयो हुन्छ मान्छेले हिउँ छोड्न थाल्यो क्या होइन देख्नु पनि हिउँ छोड्दैछ मान्छेले अनि यही अब बाटो केही पनि देख्दैन अनि यति बेला यो हिउँ परेको बेला हो होइन धेरै उयो हुने होल्ड यहाँ सोड्दै रहेछ है देख्नु यहाँ चाहिँ हिउँ सोड्दै रहेछ अनि देख्नुभयो कि नै हिउँ सोड्ने चाहिँ यहाँ चाहिँ यस्तो हुन्छ है अब नेपाल इन्डियातिर चाहिँ माथि पाहाडमा आर्मीहरूले नै गर्छ क्या तर यहाँ चाहिँ त्यस्तो धेरै देख्नुभयो हिउँ सोड्ने भयो होइन लाउनु पऱ्यो है ज्याकेट है म जाडो भयो भरेमा बिरामी भयो भने कसले गरिदिन्छ है कोही त छैन मलाई हेर्ने अनि त्यसो मैले एकछिन भरे कन्टेन्टको लागि निकालिदिएको भरे फेरि जाडो भएर फात्तै भयो भने त फेरि बर्बाद हुन्छ त अब यो भिडियो हेरिसकेपछि के हुन्छ भने मैले अघि भन्दै थिएँ मेरो दिदीलाई यस्तै हिउँ परेको छ अब म यो हिउँमा उयो गरिदिन्छु भनेको सुत्दिनु के हो यहाँ हेर तर होइन आखिरमा मलाई त्यस्तो जाडो पनि हुँदैन किनभने मैले यो प्यान्टभित्र उयो लगाएको छु नि त ट्राउजर ऊ देख्नु यहाँनिर यसरी हिउँ सोड्दैछ है यिनी बाबाले चाहिँ हिउँ सोड्दैछ यहाँ होइन यस्तो हुन्छ यहाँ तल पनि हिउँ भएछ ला होल्ड गाइस यो के को छाप हो
ब्रो एकछिन है मान्छेको छाप त यस्तो हुँदैन त ल अरे यतातिर भ्याउसु स्याउसुहरू छ क्या होइन हेर्नु न भाइ यो छ यो पर छ ब्रो अरे यो त कुकुरको जस्तो होइन नभए हेर्नु यो त मेरो छाप होइन यहाँ भयो अनि उता परतिर छ ब्रो भ्याउसु आउँछ क्या मलाई त त्यस्तै लाग्यो हेर्नु त त्यसको छेउछाउमा मान्छेको छापै छैन क्या सत्य भनेको त्यसको छेउछाउमा मान्छेको छापै छैन अनि यो घरमा हेर्ने अझै पनि लागेको क्रिसमस लागेको रहेन रहेछ क्रिसमस हटेको रहेन रहेछ मजाले देखाउँछु म तपाईँलाई ए यहाँ उयो रहेछ होइन यो घरको मान्छेलाई पनि ह्याप्पी दसैँ है किन जस मजाले हो परिरहेछ अझै पनि मजाले के मलाई केही भयो भने मेरो बाउले उपचार गर्नुहुन्छ नेपालमा के भनेको नेपालमा जति जग्गा जमिन छ सबै बेचेर उपचार गरिदिनुहुन्छ नि मेरो बाउले मलाई माया गर्नु हुँदैन कति धेरै माया गर्नुहुन्छ के भएर बाल छैन मलाई यहाँ सेन्डु लगाएर हिँड्यो भने जे गरेर हिँड्यो भने मसँग मेरो बाउ हुनुहुन्छ होइन माई फादर टेक अल माई रेस्पोन्सिबिलिटिज यहाँ चाहिँ कोही पनि हिँडेर रहेन रहेछ है देख्नुभयो यो घरमा अझै क्रिसमस गाह्रो रहेछ आई थिङ्क यस्तो हुन्छ थाहा छ नि हिउँहरू कसरी पर्छ होइन तर टाउको टोपी चाहिँ निकाल्दैन आइम सो सरी गाइस किनभने मलाई टाउकोमा चाहिँ उयो हुन्छ यहाँ चाहिँ हेर्नु न यो यस्तो गाडी यो किन उठाएको भने नि किनभने यस्तो स्लाइड गर्दाखेरि आएको भने फ्रोज हुन्छ क्या त्यति त्यही भएर होइन अब एकछिन है सिगान थाल्यो नि के गर्नुपर्छ यसले नै यस्तो गर्यो हातैले नै पखाल्यो क्या बुझ्नुभयो नि होइन अनि यहाँ चाहिँ चोक्को उयो हुँदो रहेछ सबै तल गाडिदिएको छ यस्तो हिउँ परेको बेलामा त एभ्रिथिङ फ्रोज हुन्छ क्या बुझ्नुभयो नि के साह्रो मागी मैले यसरी चम्की उधिरहेछु गफनाइमा मैले यस्तो चम्की कुदिरहेको होइन भोलि मलाई पक्कै उयो हुन्छ के हुन्छ भन्नु न बिहान थला पर्छु म हिउँमा धेरै चिसोले तर त्यति कमजोरी छु जस्तो पनि लाग्दैन भनेर तर मलाई चिसो चाहिँ मेरो बुवालाई मलाई पुरा लागिहाल्छ कि बुझ्नु भयो नि कसैले देख्यो भने ब्रो व्हाट यु डुइङ क्या आर यु म्याड भन्न मन छ होला कि मलाई किनभने फ्ल्यास लाइट अन गरेर उयो गरिरहेछु नि कुद्नु पऱ्यो किनभने कुद्दाखेरि अलिअलि हेर्नु न यहाँनिर बस्ने ठाउँ यो फ्याएको रहेछ कि सबै हिउँ भयो ए कोही हिँडेको छैन देख्नु भयो म जोत्तैमा दोकान गएको क्या बुझ्नु नि जोत्तैमा दोकान गएको तर धेरै जाडो चाहिँ छैन गाइस किनभने यस्तो यो भन्छु हिउँ पर्दा त्यति धेरै जाडो पनि हुँदैन क्या बुझ्नु नि किन भन्नुहुन्छ भने आई डोन्ट नो वाइ मैले त्यस्तो साइन्टिफिक एन्सर मैले बिर्सेँ कि अब म त हिँड्दा गलिसक्यो यार के भगवान् यहीँ बस्दिनु क्या भयो हिँड्दा गलेँ अरूसँग हेर्नु न यति धेरै छ त्यो के हो यो के गाडी छ कहिले घर पुग्नु अझै 10 मिनट मैले भनेको थिएँ नि यो हिउँमा हिँड्नु बालुवामा हिँड्नु यस्तो अहिले चाहिँ यो हिउँमा हिँड्न सकिन्छ होइन 1-2 दिन भएपछि पुरा फ्रोज हुन्छ अनि चाहिँ हिँड्नु सकिँदैन अरूभन्दा चाहिँ मलाई चाहिँ के को पिर छ भने भोलि बिहान मेरो घाँटी के हुन्छ किनभने म एकदम घाँटीको चाहिँ उयो हो क्या घाँटीको चाहिँ अति शुभचिन्तक भनौँ न छिट्टो उयो भइहाल्छ क्या मलाई लागिहाल्छ बुझ्नु नि अनि अब यहाँनिर कुन बाटो कहाँ के होइन केही थाहा अब यहाँ यो बाटोमा कस्तो हुन्छ नि यहाँनिर चाहिँ म्याक्सिमम् यो यस्तो भित्रको बाटोमा चाहिँ 1 लाइनको मात्र हुन्छ मतलब 1 लेन होइन 2 लेन हुन्छ मतलब कस्तो 1 लेन 2 लेन थाहा के हो ला के हो टोपी त बरात भइहाल्यो नि मेरो
ला चिसो लाग्यो पर्खिनै होल्ड गाइस होल्ड डन्ट वरी गाइस अनि ओहो चिसो हावा आयो त अनि यहाँनिर चाहिँ कस्तो हो नि उताबाट एउटा लेन बिचमा एक-एकवटा लेन हुन्छ क्या 1 लेनको मात्र बाटो हो तर 2 लेन बाटो हो 1 लेनहरू मागा 2 लेन होइन 2 वे हो 2 वे 1 लेन भन्नु भयो होइन के हो बाटो होइन अनि त्यस पछाडि यहाँनिर चाहिँ कस्तो हुन्छ नि हेर्नु छैन के कुन कताबाट आउने के जाने त्यस्तो हुन्छ अब कुन वेमा चाहिँ कस्तो हुन्छ नि यहाँनिर पनि यतातिर छिर्न नआउने त्यस्तो हुन्छ क्या म त हे भगवान् हिँड्दा हिँड्दै गलिसकेँ म त बस्दैछु कि क्या मैले यो त नाटक पारेँ होइन कसम कन्टेन्टको लागि हिँड्दा हिँड्दै म गलिसकेँ जुत्ता त्यहीँ माथि चिप्लो क्या मेरो जुत्ता हेर्नु न जुत्ता चिप्लो आम्मा हिउँमा हिँड्न सक्नु हुँदैन क्या तपाईँहरू मेरो जुत्ताको यस्तो हिँड्न सक्नु हुँदैन भन्दा पनि जुत्ताको ग्रिप हुनु पऱ्यो क्या मेरो यो जुत्ताको ग्रिप त्यति छैन क्या यी हेर्नु न भित्र सब यो यस्तो भइसक्यो होइन पुरै चिल्लो न चिल्लो पर्खिन म अब चाहिँ अति भएन पर्खिन म ज्याकेट ल्याइहाल्छु ल गाइस ज्याकेट ल्याइहाल्छु अनि तपाईँलाई एउटा आश्चर्यचकित यो छ नि यो यताबाट छ नि हातले देखाउँदा पनि केही हुँदैन देखाइदिए रहेछ परनिर त्यो के हो त्यो चाहिँ थाहा भएन सबै यो चेन घारी टोली हो क्या यो होइन यतातिर चाहिँ सबै हलेलुया टोलीहरूलाई मात्र राख्छ क्या क्रिस्चियन टोलीहरूलाई मात्र यहाँनिर चाहिँ हिन्दूको चाहिँ जलाउँछ क्या बुझ्नु भने रातिको 12 बजे यो परिरहेछ त्यही पनि चेन गाडी बाटो तपाईँलाई म देखाउँछु यतातिर होइन हिँडिराख्दाखेरि कस्तो हुन्छ हेर्नु न यहाँ पनि बिस्तारै हिँड्दैछ अहिले किनभने साह्रै हिँड्नु भने उल्टिहाल्छ अच्छा त्यहाँ गिराएको त पर्खिनै म पुज्छु भरे चाहिँ होइन सुरुमा अलिअलि हाइलाइट देखाउँछु एउटा नकाटिहाल्छु किनभने मैले त्यस्तो रफ पनि म त्यस्तो रफै बोल्दिनँ खास कुरो भन्नुपर्छ सत्य भनेको मैले अझैसम्म रफै बोलेको इतिहासै छैन मैले कसैलाई रफ बोलेको पनि छैन म रफ पनि बोल्दिनँ होइन अनि मैले काट्नै पर्ने त्यस्तो केही पनि भनेको छैन त्यस्तो डिस्कस्टिङ क्लिप 1-2 सेकेन्ड त्यस्तो पनि केही भन्नु मलाई छैन मान्छे हो कि के हो त्यो हेर्नु छ उ त्यो जुम गरिदिन्छ ए भनेर चाहिँ ए तपाईँलाई थाहा छ हिउँ कहिले पनि नखानु क्या किनभने हिउँ भनेको कस्तो हुन्छ नि माथि हाम्रो यो जुन यो माथि आकाशमा लेयरहरू हुन्छ क्या अनि त्यो कुनै एउटा लेयरमा मलाई थाहा छैन त्यो ट्रोपोस्फियर स्ट्राटोस्फियर के लेयर हुन्छ 1-2वटा चाहिँ थाहा छ होइन अनि त्यो लेयरहरूमा चाहिँ के हुन्छ नि म भन्दै लेयरहरूमा चाहिँ के हुन्छ भने तपाईँको धुलोहरू हुन्छ क्या बुझ्नु पनि धुलो धमिलोहरू हुन्छ त्यहाँनिर यहाँको सबै धुलो जान्छ त्यही धुलोलाई अनि स्नोले चाहिँ भुइँमा झराउँछ क्या मैले 1-2चोटि त खाइदिएको तर पछि मैले बोतलमा ग्लासमा राखेको थिएँ ग्लासमा राख्दाखेरि चाहिँ मलाई रियलाइज भयो कि कस्तो डस्ट हो क्या यस्तै सेतै हो मैले उठाएर ग्लासमा राखेको तर डस्ट हो क्या अनि त्यही भएर चाहिँ अनि मैले छोडिदिएको म त हिँड्नै सक्नु त ला यार हिँड्नै सक्नु गफ भनेको मट्टा पनि भारी सबै चेन गाडी टोली यहाँ चाहिँ बगाउँछ ए हाउ डुइङ सर my bad. How you doing? Good? Yeah. You like the snow? No. No? Okay, let me ask you one question. So why you wake up 12 a.m. and start? I have so much to do when I come back out. Yeah, you're good. Okay, Malayani. Why you wake up 12 a.m. and you start showering the snow? But जब म कामबाट आउँछु धेरै काम हुन्छ अरे अझै अरे यार एउटा चमत्कार त्यो बेलचा जस्तो लिएर होइन घर-घरमा गएर यहाँ त हुन्छ घर-घरमा लिएर होइन दोकान नक्ट गरेर जस्ट गिभ इट $20 म त यो सबै स्नोहरू सोडिदिन्छु भनेर भन्यो नि कति धेरै मान्छेहरू त एग्री हुन्छ क्या यो पनि एउटा नयाँ बिजनेसको आइडिया तर के गर्नु उयो छैन $20 ए बेलचा छैन चेन गाडी हेर्ने यहाँनिर
अहिले त हिउँले सबै टल्किरहेछ कि कोही कोही बेला चाहिँ म हिँड्दै हुन्छ किनभने 12 बजी राति उयो हुँदैन नि त 12 बजी राति गाडीहरू हुँदैन कोही कोही बेला चाहिँ म डाउनटाउनबाट केही काम परेर हिँड्दै आउँछु कि होइन हेर्नु न हिँड्नै सक्छ हिँड्दै आउँछ नि त्यति बेला चाहिँ अन्धार हुन्छ अहिले त हिउँले गर्दाखेरि सबै उयो भएको छ हेर्नु त सबै उज्यालो भएको छ कि हिउँले गर्दा त्यही भएर त्यति बेला चाहिँ सकिँदैन क्या बुझ्नु भयो नि हो त्यस्तो हुन्छ क्या गाइस पर्दैन थम्बनेलको लागि म एउटा उयो गर्नु पऱ्यो यस्तो स्नो क्या अब यो भरे यही म क्लिप काटेर होइन भरे यही क्लिप काटेर ल्याउँछु गाडी पनि कति ढिलो मोटो क्या यही क्लिप काटेर भरे म थम्बनेल हाल्छु हेर्नु पर्नु चाहिँ होल्ड यहाँ पनि हात मेरो कक्रिएर छ यही क्लिप अब भएर काटेर उयसमा हाल्छु हेर्नु कति ढिलो गाडी कुदाएर रहेछ किनभने मलाई हेर्दैछ मैले भिडियो गरिदिएर म त ब्लगर पो त आई क्याप्चर द मेमोरिज क्या प्रेजेन्ट मेमोरिजहरू म क्याप्चर गर्छु अनि म पास्टमा पुगिसकेपछि म त्यसलाई हेर्छु क्या म चाहिँ इफ समबडी आस्क्स मी डिफाइन ब्लग होइन मैले यति मोर देन 100 कति भिडियोहरू बनाइसकेँ होइन कसैले मलाई सोध्यो भने तिमीले यति धेरै भिडियो बनाइसकेको छौ तिमी भन ऋषि माई भाइ मेरो नाम म कसैलाई थाहा छ त सबै तिमी भन ऋषि तिमी ब्लग भनेको के हो भनेर भन्छु भने मैले ब्लग सुरुमा चाहिँ के भने छोटो मोटो मैले अगाडि पनि भनिसकेको छु अगाडि भिडियो पनि मैले ब्लग कुनै थियो नेपालको खतरा युट्युबर नम्बर 1 नम्बर 2 नम्बर 3 हुन त्यो बनाएको होइन क्या समयले अब के गर्छ त्यो आई डोन्ट नो अबाउट द्याट तर म चाहिँ यो मेरो प्रेजेन्टको मुमेन्टहरूलाई चाहिँ क्याप्चर गरेर क्या होइन प्रेजेन्टको मुमेन्टहरूलाई क्याप्चर गरेर जब त्यो प्रेजेन्ट चाहिँ पास्टमा हुन्छ अनि चाहिँ म फर्केर हेर्न सकौँ क्या होइन म चाहिँ भ्लग चाहिँ त्यसलाई भन्छु मतलब प्रेजेन्टको मुमेन्टलाई चाहिँ क्याप्चर गर्नु प्लस वेन यु रियलाइज कि प्रेजेन्ट चाहिँ पास भइसक्यो होइन अनि यु सडनली रिमेम्बर कि प्रेजेन्टमा गरेको कुराहरू चाहिँ के रहेछ कस्तो थियो म चाहिँ त्यसलाई नै भ्लग भनेर डिफाइन गर्छु कि मलाई लागेको कुरा है मैले भएको कुरा अब हजुरहरूले के भन्नुहुन्छ त्यो मलाई थाहा छैन होइन बट इन माई एक्सपिरियन्स चाहिँ म चाहिँ त्यही भन्छु होइन यहाँ चाहिँ अहिले क्रिसमसमा चाहिँ सबै यहाँ त म्याक्सिमम् सबै क्रिस्चियनहरू छन् क्या होइन यहाँनिर त त्यो मात्र होइन यहाँनिर त खैरीहरूले पनि नेपाली बोलिदिन्छ क्या नेपाली बोलिदिन्छ तपाईँलाई अब क्रिस्चियनको बारेमा भन्छ होइन मलाई पनि झन्डै ल मलाई पनि कतिजनाले भन्थ्यो होइन तँलाई यो थाहा छ त्यो थाहा छ यताउति भनेर आर्यन के जब म एज मच एज आई रिमेम्बर जब म नेपाल छोड्नु लागेको थिएँ माई फादर सेमी अन्ली टु थिङ यति दुईवटा कुरा चाहिँ कहिले पनि नगर्नु धर्म परिवर्तन नगर्नु अर्को भनेको चाहिँ धर्म परिवर्तन नगर्नु र लागु पदार्थ सेवन कहिले पनि नगर्नु यति दुईवटा भन्नुभएको थियो पिस आउट तर मलाई यस्तो जाडक्सीहरू खाएको त्यस्तो मन पनि पर्दैन किनभने मलाई त्यो हाम्रो घरमा हाम्रो बुवाले खानुहुँदैन बुवाले कहिले खानुहुन्थ्यो कि अनि पछि फेरि छोड्नु भयो होइन अनि पछि फेरि छोड्नु भयो अनि त्यो पहिले खाँदै बुवाले यस्तो बेलामा यस्तो 2-3वटा नेपाली फिल्मको डायलगहरू दिनुहुन्थ्यो होइन मैले त्यही देखेर नि म काब्बुकै मैले त इभन भोलि पर्सि त म त यस्तो रक्सीहरू त छुँदा हुन त अहिले पनि छुँदिनँ होइन तर यो चाहिँ यस्तो खाएको चाहिँ राम्रो होइन पर्खिने होल्ड अन वाट इज दिस यो चाहिँ के हो कुकुर हो क्या यो चाहिँ अरे होइन तालको हुन्छ त यहाँ त यार ला यताबाट यता के हो यो फेरि एउटा मात्र छ यो त पक्कै कुकुर होइन यहाँ के हो चाहिँ हेर्नु न यस्तो झन्डै लडे यस्तो जाँदैछ यस्तो होइन देख्नु यो त के रहेछ हौ ल अब चाहिँ म अलमोस्ट आइपुग्नु लाग्यो मेरो घर होइन सो गाइस हजुरहरूलाई भ्लग कस्तो लाग्यो होइन
अनि भनिदिनुलाई हजुरहरूलाई हजुरहरूलाई भ्लग कस्तो लाग्यो गाडी आएछ झन्डै लड्यो गाडी झन्डै लड्यो बुझ्नु नि यसो कन्टेन्ट दिन खोजेको थिएँ झन्डै लड्यो अरे कन्टेन्टले बर्बाद भन्नु चाहिँ ए माइबा म कन्टेन्ट दिँदिनँ मैले अघि के भनिरहेको थिएँ फेरि के यार मेरो खुट्टा चाहिँ गलेर हिउँमा हिँडेकोले खुट्टा गलेर मरिसकेँ पुरै बतासेले उडाइ लाग्यो टिकटक बनाइदिनु क्या हो तर मेरोमा नेटै छैन ओके गाइस देख्नु अब ल आजलाई यति नै जतिजनाले हेरिदिनु भयो धेरै धेरै धन्यवाद होइन फेरि म अर्कोचोटि भ्लग लिएर आउनेछु अहिलेलाई यति नै हस्त धन्यवाद जय नेपाल श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्रीपाद सरकार महाराजा धिराजको सदा रहोस् उन्नति राखुन् चिरायु यसले प्रजा फैली रहोस् बिर्सिएर मैले हाम्रो पालोमा चाहिँ 100 थुङ्गा थियो तर हाम्रो दिदीहरूको पालोमा चाहिँ श्रीमान गम्भीर थियो त्यो ल ओके गाइस है अब आइपुगिसक्यो हेर्नु न मेरो जुत्ताहरू हेर्नु म गलेर फाक भइसक्यो हिउँमा हिँड्दा हिँड्दै ल आजलाई यति नै है हस् नमस्ते ढोक गरिदिए ढोक दिए ल बाई